हेलो एभ्रिवान तो आज त बिहान भिडियो बनाउनु पनि त्यत्तिकै भयो आज म शान्त हामी 5 बजेभन्दा उकालो कटिसक्यो गाडीमा त्यही पनि हामी चाहिँ सबैजना यहीँ छौँ हिसाब म शान्त लागिरहेछ यता म्याम हाम्रो म्याम यता सर यता पनि म्याम दिदी क्लोजिङको समय यस्तै हो सबैजना पूजाको लड्डु बनाउन आँटेको होइन अनि हामी त्यही पूजाको लड्डु बनाउन आँटेको बनाउँदाखेरि हामीलाई भोलि माघे सङ्क्रान्ति अनि हिजो भर्खर सक्यो नि त 12 दिनको यहाँ त्यही भएर उयो बनाएको भोलि हो त्यो भएर अनि म बनाउँदाखेरि देखाउँछु ल गाइस हैन अनि हामीले माघे सङ्क्रान्तिको यो बनाउँदैछ हैन यो भुजाको लड्डु पनि देखाइदेऊ भुजाको लड्डु बनाउँदैछु म चाहिँ शान्त तल देखाइदेऊ र देखाइरहेको यो यसरी बनाउने हो मेरा क्यामेरा के बनाउने रेसिपी भन्दा सक्करलाई मजाले धोइदिन्छ पानीमा पकाएर अनि त्यसपछि सक्कर जमेको कसरी थाहा हुन्छ भन्दा पानीमा के गर्नुपर्छ हाल्नुपर्छ अनि जमे जस्तो लागेपछि मेरो त कति राम्रो गला भयो गाइस हैन मेरो क्यामेराम्यान चाहिँ भाइ क्यामेरा एक्सन स्टप गर स्टप हेलो गाइस अनि हामीले त्यही यति बनाइसक्यौँ हामी 4 जना मात्र फ्यामिली छौँ र थली मात्र बनाउन आँटेको धेरैजना नि हाम्रो कोही पनि आउनुहुन्न नि सानो त गिरिसको लाग्यो मेरो परि अहिले चाहिँ म दिदीको भ्लगमा बनाइरहेछु मेरो पनि बनाऊ मुख त कस्तो कालो आएछ युट्युब च्यानल उयो हुन आँटेको छ मेरो पनि खोल्न आँटेको छ त्यसमा हेरिदिनु होला एक मिनट भावना सुरेश कहिले के हुन्छ होइन